यो विविध प्रश्नोत्तर सम्बन्धी ज्ञान 10वटा अब आज क्विक क्वेसन गरौँ है त। इम्पोर्ट नम्बर प्लेट भनेको के हो भनेको छ। अब प्लेटमा इनामेले लेखिएको, प्लेटमा प्वाल पारी अक्षर र अङ्कले लेखेको, प्लेटमा उठाएर अक्षर र अङ्कमा लेखेको माथिका सबै भनेको छ। यो चाहिँ प्लेटमा उठाएर अक्षर र अङ्कले लेखिएको यो ग नम्बरको एन्सर भयो। अनि 2मा चाहिँ हाम्रो आपतकालीन सवारी कुन हो? सरकारी सवारी, सब वाहन, दमकल र एम्बुलेन्स, कूटनीतिक सवारी, हरियो नम्बर प्लेटको सवारी। अनि यसको चाहिँ यो ग नम्बरको सब वाहन, दमकल र एम्बुलेन्स चाहिँ आपतकालीन सवारी हो। अनि यो प्रश्न नम्बर 3, फुटपाथ किन बनाइएको? जाम भएमा मोटरसाइकल कुदाउन, छेउछाउको घर पसलहरू जोगाउन, पैदल यात्री हिँड्न, निर्माण सामग्री राख्न। यो चाहिँ हाम्रो पैदल यात्री हिँड्नको लागि फुटपाथ बनाइएको हो। गाडी कुद्नलाई त मेन सडक छँदैछ। अनि अर्को प्रश्न नम्बर 4 छ, अग्नि नियन्त्रण यन्त्र भनेको के हो? भनेको चाहिँ इन्जिन चिसो पार्ने प्रयोग गरिने, जाडोमा पाटपुर्जा हिट गर्ने प्रयोग गरिने, आगो बाल्न प्रयोग गरिने, आगो निभाउन प्रयोग गरिने यन्त्र। यो भनेको चाहिँ आगो निभाउन प्रयोग गरिने यन्त्र, अग्नि नियन्त्रण। अनि प्रश्न नम्बर 5 भनेको चाहिँ इलेक्ट्रिक स्कुटरले तलको मध्ये के गर्नुपर्छ? सवारी दर्ता गर्नुपर्छ, सवारी चालक अनुमति पत्र लिनुपर्छ, हेलमेट लगाएर मात्र चलाउनुपर्छ। अनि घ नम्बरमा माथिका सबै भनेको चाहिँ माथिका सबै नै गर्नुपर्छ, किनभने सवारी दर्ता पनि गर्नुपर्छ, अनुमति पत्र पनि लिनुपर्छ, अनि हेलमेट पनि लगाउनुपर्छ। प्रश्न नम्बर 6, मोटरसाइकलको सबैभन्दा महँगो पार्ट्स के हो? के होला त? इन्जिन हो कि, डिस्क प्याड हो कि, चेन स्फोटक हो कि, क्लच प्लेट हो? अब यसको चाहिँ सबैभन्दा महँगो मोटरसाइकलको भनेको चाहिँ इन्जिनै हो है। अनि प्रश्न नम्बर 7, मोटरसाइकलको मुख्य काम के हो त? सरसामान बोक्ने, जो छरितो यात्रा गर्ने, यात्रु ओसार्ने, कुनै पनि होइन हो। यसको चाहिँ छिटो छरितो यात्रा गर्ने चाहिँ मोटरसाइकलको मुख्य काम हो। प्रश्न नम्बर 8, ब्रेथलाइजरले के काम गर्छ? ब्रेथलाइजरले चाहिँ मादक पदार्थ सेवनको जाँच गर्छ कि, लागु औषध प्रयोगको जाँच गर्छ कि, बढी गतिमा चलाएको सवारीको जाँच गर्छ कि, टायरको प्रेसर जाँच गर्छ हो। यसले चाहिँ ब्रेथलाइजरले चाहिँ मादक पदार्थ सेवनको जाँच गर्दछ। प्रश्न नम्बर 9, मोटरसाइकलको पछाडिको भागमा राखिने इम्बोस नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ? कति लाइनमा लेखिएको हुन्छ होला त? नम्बर 1मा चाहिँ 1 लाइनमा, नम्बर 2 2 लाइनमा, नम्बर 3 लाइनमा, नम्बर घमा चाहिँ 4 लाइनमा भनेको चाहिँ